केपी ओलीले प्रत्येक ओडामा 2 करोड प्रत्येक पालिकामा झन्नै अरबौं बजेट विनियोजन गरेर हामीले अगाडि बढाएका छौँ। एकैचोटि 396 अस्पताल केपी ओलीले सुरु गरेका हुन् हाम्रो सरकार छँदाखेरि। एउटा निर्वाचन क्षेत्रमा 40 करोडभन्दा बढी रणनीतिक सडक भनेर हामीले सुरु गरेका हौँ होइन। पूर्व पश्चिम मात्रै एउटा राजमार्ग भएको ठाउँमा मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, मध्यपाडी राजमार्ग बनाएर त्यो राजमार्गमा अभियान चलाउने पार्टी हामी हो। 21 वटा त हाम्रो उत्तर दक्षिण नाका हामीले बनाएका छौँ। लुम्बिनी पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएका छौँ। आज नेपालका सारा एयरपोर्टहरूको स्तर उन्नति भएर सन्ध्याकालीन सुविधा सबै ठाउँमा छ। आज विराटनगर अथवा चाहिँ नेपालगञ्ज पोखरा गएर चाहिँ बास बस्नु पर्दैन, बिहान गएर बेलुका फर्किन सकिन्छ होइन। र कोशी मरिन डाइभर्सन आयोजनादेखि लिएर धेरै मधेसका चाहिँ गेम चेन्जर योजनाहरू हाम्रै पालामा भएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर भूकम्पमा भत्केका सारा विद्यालयहरूमा सुधार भएका छन् होइन। आधुनिक प्रधानमन्त्री कृषि कार्यक्रम भनेर चाहिँ नि टनेल खेती लगायत थोपे सिँचाइ लगायतका आयोजना शुभारम्भ भएका छन्। जसरी झुटको खेती गरेर केपी ओलीले एमाले माथि आरोप लगाएर केही साथीहरूले वर्चस्व राखेर यो देश ध्वंस पारे, पटक पटक छातीमा हात राखेर रुनेछन् र वास्तवमा एमाले माथि र केपी ओली माथिको आक्रमण चाहिँ बेठिक गरिरहेछ भन्नेछन्। र उनले चुच्चे नक्सादेखि लिएर भारतको नाकाबन्दीको विरुद्ध उनले जुधेका कारणदेखि लिएर र उनले संयुक्त राष्ट्रसङ्घ लगायतका ठाउँहरूमा चाहिँ जनसङ्ख्याका हिसाबले, सामरिक हिसाबले र आर्थिक हिसाबले हामी कमजोर हुन, तर सार्वभौम सत्ता सम्पन्न जनताको हिसाबले अमेरिका, चाइना, जापान र इन्डियाभन्दा हामी कमजोर छैनौँ भन्ने जुन ओली डक्ट्रिन भनियो त्यो भनेका कारणले हाम्रो कलकत्ता बन्दरगाहसँगको व्यापारिक नाकालाई प्रशान्त महासागरसँग जोड्नको लागि चाइनासँग व्यापार सन्धि गरेका कारणले सी जिनपिङ र पुतिनसँग कुम जुधाएर चाहिँ नेपालको सम्मान र गौरव बढाएका कारणले यी सबै गतिविधि भएका छन्। र यो गतिविधिका कारणले एमाले सक्यो, ओली सक्यो र हाम्रो राज होला भनेर कसैले सोचेको त्यो गलत हो। र हामीले यी बोलेका कुरा चाहिँ घमण्ड दम्ब होइन, हाम्रो इतिहासप्रतिको गौरव हो, हाम्रो कामप्रतिको गौरव हो र हामीले खेलेको भूमिकाप्रतिको गौरव हो। त्यसभित्र नकारात्मक कुरा छ, त्यसभित्र केही गलत कुरा छ, उहाँले आरोप लाग्यो जस्तो पनि पवारको सरकार छ, छानबिनमा आउन हामी तयार छौँ भनेको छ।